हेलो गाइस, आज चाहिँ हामी दुई भाइ भएर दुईटा करेन्ट च्यालेन्ज गर्दैछौँ। अनि हट एन्ड स्पाइसी नुडल्स अन्डा पनि छ अनि कागती साथमा हामीसँग साग पनि छ। साग होइन यो प्याज छ, सलाद अनि साथमा हट एन्ड स्पाइसी नुडल्स प्लस हट वाटर च्यालेन्जेस हुँदैछ। फर्स्टमा चाहिँ हामीले यो पानी खानुपर्ने हुन्छ क्या। यो पानी एक गिलास जति भयो, तातो पानी हो यो। अनि यो खाएपछि अनि यो खाने ल सबैजनाले हेर्नु होला कता सबजना कस्तो लाग्छ कमेन्ट गरिदिनु होला हैन। मलाई ठिक स्टिकले अनि खाने अनि हामी यो ल पानीबाट सुरु ल। यो तातो पानी हो। अब यो पानी हैन तातो पानी पो हो हट वाटर प्लस हट एन्ड खाने पर्छ। यो नखाइदियो खान पाउँदैन है फेरि। यो सिधाएर मात्र त्यो खाने है फेरि। यो सिधाएर खानु हुँदैन। पहिला पानी अनि सिरियली हो फेरि गर्दै गर्छु। हुँदैन नि कहाँ खान पाइन्छ। किनभने मलाई चाहिँ अन्डा यो उसिने खासै मन पर्दैन अनि मैले चाहिँ अन्डा लिएको छुइनँ। यो दुईवटा हो हाम्रो चाहिँ। अनि यो साइडमा पातर बोल्ने मान्छे चाहिँ को भन्नु होला। यो चाहिँ उठाउने छोरा, यो मेरो छोरा हो। यो धेरै बोल्छ। यो चाहिँ मलाई यसले चाहिँ अहिलेसम्म फर्स्ट टाइम हो यो लट्ठीले खाएको चाहिँ हैन। चपस्टिक स्पाइसी नुडल्स हट एन्ड स्पाइसी। के पानी नखाने नसक्ने हो तपाईँ हारेको त्यो च्यालेन्ज। तातो पानी चाहिँ खान सक्दैन है। अनि यो च्यालेन्ज हार्यो भने चाहिँ के हो यो पनिसमेन्ट के हो यो च्यालेन्ज हार्नेलाई चाहिँ। च्यालेन्ज हार्ने अर्कोचोटिको फेरि त्यसैले किन्नुपर्ने हुन्छ नुडल्स प्लस यो टोटली खर्चहरू चाहिँ फेरि त्यसले नै बिहोर्नु पर्ने हुन्छ। अनि हामी चाहिँ एकजना चाहिँ फ्रीमा खानु पाउँछ ल। त्यो होइन यो जसले हार्छ त्यसले भाडामा छ। अबुई ल सो अब स्टार्ट गरौँ है त। पानी नखाने रे हालेको पानी चाहिँ हाल्नै पर्छ। यो चाहिँ कागती नै हाल्नुपर्छ अरे। अब मैले छोडेरै मात्र हाल्छु यो। चम्चाले हाल्नु पाइ नपाइ पाइ जे खालि पाइ हातले खानु पाइ ल। यो चाहिँ मलाई फेरि कस्तो अठाउनै हुँदैन यार। 1 2 ल ल 3 गो। म चाहिँ सबै पिरा हालेको धेरै पिरो भएछ। सोचा है भाँडामा नि म चाहिँ किन कालो भएको यता म त अलिकति गोरु छु नि त। हो यता आयो मै गोरु छु। ल म तपाईँलाई बत्ती देखाइदिन्छु ल। अनि मै गोरु छु क्या। यसलाई चाहिँ यसै खानुपर्छ क्या। यो हालेँ है। मलाई यो पनि खतरा लाग्छ, मिठो लाग्छ नि त। यो निकालेर हैन यसभित्र हालेर अस्ति जस्तै हार्ला जस्तो आज त पैसा पनि छैन हारे पनि छैन। भ्रमण तपाईँ भएको नि त एकसै हाल्नुभयो पाते देब्रे हातमा त आयो। पिरो प्लस मिठो हुन्छ। म भए जति सबै खाने हो क्या। प्याज त्यो साग हटाएर राख्नु त सुलाद हटाएर तपाईँको पिरो खतरा खा। पानी हाल्न नपाए कि पाइ त्यो तातो पानी त हो नि। मेरो छोराले चाहिँ उता च्यालेन्ज जितेर ऊ फर्स्ट भएछ। उसले के पाउँछ यो चल्ला निक्ले है क्या है। यसलाई लास्टमा खान्छु। म सिक्दै पनि छु यसले क्या। अब मैले सिक्दै यसले म भात पनि ठिकै हुन्छ। खाएको हप्ते पिरो चाहिँ अब महिनामा 2 चोटि हुन्छ होला आजसँग।
च्यालेन्ज प्र्याक्टिस हुँदैछ म चाहिँ तर यो प्रकाश भन्दा भाइभन्दा म सेतो छु तर किन कालो आएको छ थाहा छैन म सेतो छैन होइन भाइ ल हामी यहाँ को सेतो म सेतो नि कागती हाल्यो भने खतरा पिरो कम हुँदो रहेछ त्यति पनि पिरो होइन म त एउटा सिङ्गै हालेको छु झन् उता राखेर आऊ जाऊ जाऊ राखेर आऊ सारेछु यो किन सारेको छैन सारेको खानसक्दो जस्तो छैन हौ स्टिकले खाएको र यसमा हालेर हातले पोकपार खाएपछि त फेल भइहाल्यो स्टिक ठडाउनु जान चाहिँ खाइसकेर आएको मान्छेहरू च्यालेन्ज यसको सानो मुख छ म च्यालेन्ज जित्न सक्दिनँ भन्छु तर आज जितिसक्यो अघि नै ल के पुरस्कार दिन्छ विन हुनेर के पुरस्कार दिन्छ विन हुनेलाई यस्तो हात हराएर नि अनि धेरै 100 तातो पानी खान पाउँछ अनि म यो स्टिकले यो अन्डा उचाल्न सक्छ कि ल सक्छ है कसले हारे भने चाहिँ कसले जित्यो भने चाहिँ हात थराइदिन्छु यस्तो थराइदिन्छु नि अनि को हारे भने भाँडामा छ हो यो मेरो छोरा कति बोल्छ हामी बिस्तारै यस्तै च्यालेन्ज भिडियोहरू लिएर आउँछौँ दिदीभाइ भएर तपाईँहरू पनि साथ दिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यो त मलाई आएन यो डन्डी सामान हैन यस्तो भनेर त मै जान्दैछु कोही नन्छ हात थाले मिल्छ लुज गर्छ भाडा मार्छ हामी मडेको ब्याकग्राउन्ड न देखो बाइसे यो छोरा चाहिँ मेरो छोरा बाइसे घाइ हाल्छ नि ल यति बोल्छ कि त्यसको कहिले मुख खाँदैन त टिस्यु पेपर लिएर आउनु खापुरो हो मुख पोल्नु कहाँ हात पोल्नु खाँदा रे सबै लडाइदो चल्यो ए खानु पनि आइसक्यो आमा यो साग किन हाका मासु मात्रै खान चाहिँ साग पनि खान्छ मासु मात्रै साग खान चाहिँ साग जिन्दगीमा मेरो छोरा चुप लाग्नु जान्दैन यो चाहिँ सुत्दाखेरि मात्रै चुप लाग्नु भनेको कसैलाई नबोलेर पिर कसैलाई धेरै बोलेर पिर साग साग खाम भनेको खाऊ के खाम भनेको त्यो खाना अन्ना पेन भए बोल्नु नसक्ने अहिले यसले सक्दैन यस्तै त होइन लास्ट लास्ट म त भामा दिनै गाई म त माग्दिनँ साग पनि खानुपर्छ नि मैले सिक्छ होइन खाना त कसरी सक्छ कि साग खानु सक्दैन म त धेरै खाँदैन होइन साग यता यो खानुपर्छ कति एकछिन पछि बोल नि यहाँ हेर यहाँ चुबो लागेर चुबो लागेर ओइ खान भन्छ रात भन्छ यस्तो गर्मी महिनामा तातो पानी ल्याउनु भाइ चाहिँ यो कस्तो मुर्गा हो मेरो
गर्छ फाइनली यसलाई म खाएर कहिले जित्दैन काम गर्नु मात्रै जित्छ खाएर कहीँ जित्छ मलाई होइन खानामा त म त अन्डाको च्यालेन्ज गर्ने नि म कति 21-22जना उसिने अन्डा चाहिँ खाइदिन्छु ल म त एउटाबाट दुईटा भन्दा सक्दिनँ त्यसमा त म फिक्स छिटो खायो नि च्यालेन्ज गरिदिन्छु ल त्यसलाई हल्का फुराको हुनु पर्यो होइन यो र म चाहिँ दिदीभाइ हो तर यसले मलाई कहिले दिदी भन्दैन तर मै दाइ जस्तो देखिरहेको है अनि म कहिले भाइ भन्दिनँ है म दाइ जस्तो देखिरहेको नि ल भन्नु त हामी कति वर्ष जेठो कान्छ जस्तो लागेर ल गाइस भन्नुहोस् है कति वर्ष जेठो खास म जेठो जस्तो देखिरहेको ल हेर्नु है ल हेर्नु है कस्तो लाग्यो आज च्यालेन्ज पत्रा ल मैले चाहिँ जितेँ होइन ल सो सबैजनाले भिडियोलाई लाइक कमेन्ट यसो मन लाग्यो कि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला र अब हामी यसरी नै अर्को भिडियोमा भेट्ने नै छौँ सो अहिले चाहिँ हामी लाग्छौँ बाई बाई सबैजनाको सुखी रहनु खुसी रहनु